हेलो एभ्रिवान। आजको हाम्रो यात्रा सुरु भयो काठमाडौँदेखि धादिङ गजुरीसम्मको। यो सडक खण्ड अरू बाटोको तुलनामा चाहिँ एकदमै सहज थियो जानलाई। यहाँ जाँदाखेरि त्यहाँको विभिन्न नेचुरल भ्यूहरूले चाहिँ मनलाई प्रफुल्लित बनायो। यहाँ पुगिसकेपछि हामी बस्यौँ एकजना होनहार कृषककोमा। उहाँले आजभन्दा 9-10 वर्ष अगाडि 40-50 रोपनी जमिनलाई ल्याएर त्यहाँ चाहिँ फलफुल खेती सुरु गर्नुभएको रहेछ। विभिन्न प्रकारका फलफुलहरू, त्यस्तै भ्यूहरू पनि एकदमै राम्रो। माथि पहाडको डाँडामा पुरै देखिने जति जग्गा उहाँको नै थियो। त्यहाँ चाहिँ उहाँले फलफुलको साथै बीचबीचमा अदुवा, कालो बेसार लगाउनु भएको थियो। त्यहाँ चाहिँ आँपदेखि स्याउ, सुन्तला सबै काइन्डको फ्रुटहरू पनि थियो। उहाँको प्लान चाहिँ यसलाई एग्रो टुरिज्म गरेर होमस्टे भिलाहरू बनाउने रहेछ। त्यहाँ गइसक्दाखेरि उहाँको प्लानमा देखिएको केही समस्याहरू हाम्रो विज्ञ म्यामले समाधान गर्नुभयो। मलाई चाहिँ यहाँ आउँदाखेरि बाटो अलिकता असहज भए पनि यहाँको नेचुरल भ्यू, गाउँले गर्दाखेरि चाहिँ एकदमै रमाइलो लाग्यो। त्यसपछि हामी लिची खाँदै गन्तव्यबाट घरतिर फर्कियौँ।